हामीले मजाको मोडालिटी बनाएको पनि थियौँ, पुनर्वासको राम्रै कुरा गरेको थियौँ। हामीले त्यतिसम्म भनेको थियौँ कुमालहरूको बस्ती माझीहरूको बस्ती चाहिँ अहिले जुन सेटअपमा छ त्यही सेटअपमा जाओस् र अझ व्यवस्थित भयो। कुमालहरू त बाक्लो बस्छ नि त, जोडेको घरमा बस्ने हो नि उनीहरूको कल्चरै। अब त्यसलाई तपाईँले अलग अलग गरेर नि गाह्रो हुन्छ, त्यस्तै पुनर्वास गर्ने भनेर पनि भनेको। अब त्यो अहिले पछाडि मोडालिटी चेन्ज हुँदै आयो, पुरै चाहिँ अब कन्ट्राक्टरमा मात्रै डिपेन्ड हुन थाल्यो। अब यो समस्या थाहा नभएन हेर्नुहोस्, एउटा कुरो त हामीले पनि भनेको कुरा त्यतिखेर पैसा आयो के नभयो भन्ने भयो नि त। त्यो बेला कसैले कसैको कुरा सुने त्यो पैसा हाम्रो पाएको छ भने हाम्रो यहाँको लागि धेरै नै भयो। धेरै हामीले त्यो अहिले जाँदा हामीले अन्त गएर जग्गा धादिमा जग्गा हामीले त्यो ससाइ मुनि किन्दा पनि त्यो खोला पाइल लाइन किन्दा रोपानी 15 लाख भन्थ्यो। त्यही रोपानी जग्गामा हामीले हान्न सकिन्थ्यो। घडेरीको सट्टामा तपाईँले 10 लाखमा घडेरी किन्नुको सट्टा तपाईँले 15 लाखको चाहिँ नि कम्तीमा उतापट्टि जग्गा किने त्यहाँ त अहिले तपाईँ एउटा टरो बनाएर खान त पुग्थ्यो। 3 खेती लाग्थ्यो त्यहाँ मजा छ, तरकारी खेती गर्न पाउँथ्यो त्यहाँ हुन्थ्यो नि। तर त्यो बेला नि नमाने हो नि त मान्छे।